तिम्रो मनभित्रको स्तब्धता म महसुस गर्छु। मलाई थाहा छ आज मलाई यो हुलियामा देखेर तिमी हैरान भइरहेका होला र तिमी मात्र किन, तिम्रो ठाउँमा आज हालत तिम्रो जस्तै हुन्थ्यो। र मलाई यो पनि थाहा छ यसमा देखेर तिमी भित्र सयौं प्रश्नहरू एकपछि अर्को गर्दै उब्जिरहेका होलान्। तर तिम्रो एक एक प्रश्नको जवाब मसँग छ बाबा, मसँग छ। यो सब कसरी भयो? मलाई एउटा दादाबाट सज्जन मान्छे बनाउने देवता आज अभी दादा कसरी बन्यो? एउटा इमानदार पुलिस अफसर, कानूनको रक्षक आज भक्षक कसरी भयो? परिस्थिति र भाग्य पनि बडो जटिल हुँदो रहेछ। अब तिमीलाई फुटबलको खेल त थाहा नै होला। हाफ टाइम पछि फुटबलमा यताको टिम उता र उताको टिम यता हुने गर्छ। साइड चेन्ज हुन्छ तर खेलाडी उही नै रहन्छ। अब यसलाई तिमी जीवनको मोड सम्झ या भाग्यको खेल। हिजोसम्म जुन गोल पोस्टमा रक्षा गरिरहेको थिए त्यसमा गोल हान्ने प्रयास तिमी गरिरहेका थियौ र आज जुन गोल पोस्ट तिमी रक्षा गरिरहेको छौ त्यसमा गोल हान्ने प्रयास म गरिरहेको छु। फरक यति मात्रै हो कि हिजो तिमी हजारौंमा खेल्थ्यौ भने म आज लाखौंमा खेलिरहेको छु।